दाजु होइन मेरो यो फेसबुकमा पेआउट एकाउन्टै बिग्रियो भने मैले सेटअप गर्दा थिएँ त्यहाँ सानो मिस्टेक भएर एकाउन्टै बिग्रियो। ल न अब यो कसरी चाहिँ बनाउने होला अनि के गरेर बनाएको भाइ यो पेआउट एकाउन्ट बनाउँदाखेरि एकदमै ध्यान दिएर बनाउनुपर्छ। त्यो बिजनेस टाइपमा चाहिँ इन्डिभिजुअलको सट्टा प्राइभेट भएछ क्या त्यही भएर चाहिँ मिस्टेक भयो। ए ल खोइ ल्याउ म बनाइदिन्छु। ल न्यू पेआउट सेटअप गर्नको लागि चाहिँ यहाँ जाने है अनि त्यसपछि प्रोफेसनल ड्यासबोर्डमा जाने। प्रोफेसनल ड्यासबोर्डमा गइसकेपछि यहाँ तल सपोर्ट भनेर आउँछ यो सपोर्टमा क्लिक गर्ने। सपोर्ट क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ अनि यहाँ क्लिक गरेर यो मोनेटाइजेसन एन्ड पेआउटमा जाने है अनि त्यसपछि यहाँ फेरि स्क्रोल गर्ने। यहाँ चाहिँ हाउ टु अपडेट अ पेआउट एकाउन्ट अन फेसबुक हो यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि ओपन आर्टिकलमा जाने। ओपन आर्टिकलमा गएपछि हल्का तल स्क्रोल गर्दै 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 आउने यहाँ कन्ट्याक्ट अस भन्ने लेखा छ यसमा क्लिक गर्ने। कन्ट्याक्ट असमा क्लिक गरिसकेपछि हाम्रो चाहिँ सबैभन्दा माथिको अप्सन यो तल गेम एप डेभलोपर भनेको छ यसमा क्लिक गर्ने अनि त्यसपछि यहाँ चाहिँ आफ्नो नाम लेख्ने। आफ्नो फेसबुकमा के नाम छ त्यो लेख्ने अनि त्यसपछि यहाँ तल वाट प्रोडक्ट आर ह्याभिङ इस्यु विथ भनेर लेखेको छ यहाँ चाहिँ स्टार गेम अनि यो टाइपिङ भनेर लेख्ने अनि त्यसपछि फेरि यहाँ अर्को आउँछ यहाँ फेरि कम्पनीको नाम लेखेर स्टारमा थिच्ने है अनि स्टारमा थिचिसकेपछि यहाँ तल आउँछ एकाउन्ट अपडेट एकाउन्ट इन्फर्मेसन पे आउट मेथड हो यो आउँछ। यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि यहाँ तल आउँछ अपडेट माई ब्याङ्क एन्ड पेपाल एकाउन्ट भनेर आउँछ हो यसमा क्लिक गरिसकेपछि माथिकोमा इमेल आइडी हालिदिनुपर्छ अनि त्यसपछि हाम्रो यो यसमा चाहिँ यो लेख्नु पर्यो है आई वान्ट टु क्रिएट अ न्यू पेआउट एकाउन्ट हियर आई वान्ट टु ट्रान्सफर द पेआउट सोर्स प्लिज फिक्स दिस प्रब्लम हो यो लेखिसकेपछि अनि यहाँ सेन्ड गरिदिने है हो। त्यो सेन्ड भइसकेपछि अब हाम्रो चाहिँ यो मेसेज बक्समा चाहिँ उनीहरूले चाहिँ एउटा मेसेज पठाउँछन् है हेल्प एन्ड सपोर्टमा जाने त्यसपछि यहाँ सपोर्ट बक्स इनबक्स भन्ने लेखेको हुन्छ यसमा थिचिसकेपछि हो यहाँ चाहिँ एउटा चाहिँ उनीहरूले चाहिँ यहाँ मेसेज पठाइदिएको हुन्छ यो मेसेजभित्र जाने अनि यो मेसेजभित्र गइसकेपछि यहाँ यस्तो खालको आउँछ है उनीहरूको रिप्लाई चाहिँ यस्तो आउँछ यहाँ मुनि मुनि आउने अझै मुनि आइसकेपछि हो यहाँ यो रिप्लाईमा अघि जे हामीले चाहिँ त्यहाँ माथि लेखेको थियौँ हो त्यो यहीँ कपी पेस्ट गरिदिने अनि त्यसपछि सेन्ड गरिदिने है अनि त्यसपछि सेन्ड भइसकेपछि अब चाहिँ हामीले चाहिँ क्रोम ब्राउजरबाट चाहिँ फेसबुक खोल्नुपर्छ है। त्यो खोलिसकेपछि यहाँ हो यो जुन मुनि छ नि टु क्रिएट अ न्यू एकाउन्ट प्लिज भिजिट द युनिक लिङ्क बिलो भन्ने लेखा छ हो यो मुनिको यो यसलाई चाहिँ कपी गर्ने। यसबाट चाहिँ हुँदैन यो क्रोम ब्राउजरबाट चाहिँ फेसबुक लगइन गरेर त्यो सपोर्टिङ बक्समा गइसकेपछि यसलाई चाहिँ कपी गरेर अनि क्रोम गुगलमा पेस्ट गरिदिने। गुगलमा पेस्ट गरिदिइसकेपछि उनीहरूले फेरि मेसेज पठाउँछन्। मेसेज पठाइसकेपछि त्यो लिङ्क ओपन गर्ने बित्तिकै यस्तो खालको इन्टरफेस आउँछ। यो लिङ्क आइसकेपछि अनि नयाँ पेआउट एकाउन्ट क्रिएट गर्ने है त।